हेलो साथीहरु, आज तपाईहरुको माझमा चाहिँ मैले भिडियो यस्तो खालको लिएर आएको छु कि बाइकको ब्रेक पेड चाहिँ कसरी चेन्ज गर्नुपर्ने, घरमै बसेर बाइकको ब्रेक जुनै बाइक भए तापनि बाइकको ब्रेक पेड चाहिँ आज कसरी चेन्ज गर्नुपर्ने भनेर त्यो भिडियो लिएर आएको छु। तपाईले अन्तिमसम्म हेरेर तपाईले लाइक, फलो, कमेन्ट, सब्स्क्राइब गर्नु होला। यो चाहिँ मैले थिम्पूबाट मगाएको थियो, बाइकको ब्रेक पेड हो। र तपाईहरुले हेर्न सक्नुहुन्छ मेरो बाइकको ब्रेक पेड चाहिँ एकदमै कम्प्लिटली सकेको थियो। र हुन्छ अब यहाँ म आइसके फिल्डमा हैन। र यो ओपन गर्नुभन्दा अगाडि तपाईहरुलाई के कुरा भन्न चाहन्छु, तपाईहरुले भिडियो चाहिँ अन्तिमसम्म नै हेर्दिनु होला। यदि तपाईहरुले बीचमा मिस गर्नुभयो भने तपाईहरुलाई थाहा हुँदैन कि कसरी फिट गर्नुपर्ने भन्ने तपाईहरुले बिर्सिनुहुन्छ र लेटर तपाईहरुलाई नै प्रब्लम हुन्छ। र दुईटा कुरा तपाईहरुलाई यहाँ चाहिन्छ है। दुईटा कुरा चाहिँ स्पेशली मैले यो देखाउँदै गरेको चाहिँ 12 नम्बरको रेन्ज हो। पहिलोचोटि तपाईहरुलाई चाहिने चाहिँ 12 नम्बरको रेन्ज चाहिन्छ र कुन नोट खोल्नुपर्ने त्यो 12 नम्बरको रेन्जले भन्ने पनि म तपाईलाई भन्न चाहन्छु। हुन्छ, पहिलोचोटि त्यो मैले दुईटा देखाएको चाहिँ 12 नम्बरको त्यो चाहिँ नोट भोल्ट हो। तपाईले त्यो रेन्ज युज गरेर तपाईले निकाल्न सक्नुहुन्छ र माथि मैले देखाएको चाहिँ त्यो पनि रेन्जै युज गर्नुपर्ने हुन्छ। 6 नम्बर या 7 नम्बर जान्छ आई गेस। तपाईले त्यो दुईटै तपाईले ओपन गर्नुपर्ने हुन्छ, लुज गर्नुपर्ने हुन्छ है। एकदमै यहाँ चाहिँ हामीले हल्का हैन बल नलाई त हामीले विदाउट हार्ड वर्क हाउ क्यान वी डु समथिङ भनेको जस्तो अब यहाँ चाहिँ अलिकति बल लाउनु पर्ने हुन्छ, अलिकति एकदम टाइट भएको हुन्छ। किनभने अब हामी यसरी हल्का नै हल्का फुल्का कुद्दाखेरि अब पानी लागेको हुन्छ, डस्ट कति लागेको कारणले एकदमै नोट पनि च्याम भएको हुन्छ। त्यसरी नै गाइस हल्का पुल चाहिँ एकदमै डरो मजाले दिनुपर्छ। हल्का एनर्जी चाहिँ हाम्रो यहाँनिर लाउनु पर्ने हुन्छ र हल्का फुल्का बलले एकदमै त्यो खोल्ने छैन होला। किनभने त्यत्रो अब मेसिन कुद्नु पर्दाखेरि अलिकति हल्का टाइटै गर्नुपर्ने हुन्छ गाइस है। ओके, त्यो चाहिँ एकदम लुज गर्नुपर्छ गाइस। ओके, मैले चाहिँ लुज गरिसकेँ दुईटै तल माथिको बोल्ट। हुन्छ, धेरै लुज भयो र खोली पनि सक्यो र माथिको खोलिसक्यो। अब तल्लोपट्टिको जाउँ त हैन। त्यो माथिको सानो पनि एकदमै लुज गरेर डाइरेक्ट तिनटै निकाल्यो भने कलिफा भन्छ है। यो बाइकको जुन त्यो तपाईहरुले ब्रेक दुईटा होल्ड गर्नेलाई पनि अब थाहा छ होला कतिवटा बाइक कुदाउनलाई। तर न्यू राइडर स्पेशली दिस भिडियो इज फर दोज हु आर न्यूली राइडर। हुन्छ, मैले यो कालिफा बाहिर पनि निकालेको छु। एकदमै गन्दकीले भरेछ, एकदमै खिचाड साह्रो आएछ क्या। यो चाहिँ तपाईले सफा गर्नुपर्ने हुन्छ। तपाईले सफा गर्दा चाहिँ त्यो विभिन्न खालको थरी त्यो कता अनलाइनदेखि पाउने त्यो थरी युज नगर्नुहोस्। तपाईले यदि यो भयो भने चाहिँ सिम्पल वाटरले फ्ल्यास गर्नुहोस्, कपडाले पुस्नुहोस् र यदि तपाईलाई अलिक स्याटिस भएन भने जस्तो सरफ सोल्युसन तपाईले बनाउनुहोस्। सरफ युज गरेर तपाईले त्यसलाई चाहिँ फ्ल्यास गर्न सक्नुहुन्छ। र दुईटा मैले त्यो देखाएको तपाईले सानो त्यो पिन छ, हो दुईटा मैले देखाउँदैछु नि, हो पिन पनि निकाल्नु पर्ने हुन्छ। र आफ्टर द्याट तपाईले फिक्स गर्नुहोस्। अगाडिको जस्तै फिक्स गरेर त्यो दुईटा त्यो की पनि लाएर तपाईहरुले फेरि फिक्स गर्नुहोस् गाइस। थ्यांक यू फर वाचिङ गाइस।